हेलो गुड मर्निङ नमस्ते हजुरहरू सबैजनालाई है। अब बेहुलीलाई लुगा ढेक्नु लागेको छ मलाई एक्लै बस्न बाई 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 गए हामी बिहा सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पे फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। Hey guys, what's up? Good morning everyone. This is me Ajit Gurung and welcome back to my channel as Vlogs and Entertainment. After a long time, new day, new vlog को साथमा फेरि पनि म तपाईहरुको समक्षमा उपस्थित भइसकेको छु। आशा छ हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला भनेर म पनि एकदमै सन्चै एकदमै बब्बाल एकदमै ओपी छु है। र त्यो ओपी भएको कारणले गर्दाखेरि हजुरहरु समक्ष फेरि एउटा नयाँ छोटो मिनी भ्लग लिएर उपस्थित भइसकेको छु। आशा छ हजुरहरुले मेरो यस छोटो मिनी भ्लगलाई अन्त्यसम्म हेरेर मन पराइदिनुहुन्छ होला भनेर। यदि भिडियोलाई मन परे लाइक शेयर कमेन्ट अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला भनेर भन्न चाहे। र म आज चाहिँ कहाँ जान्छु भन्दाखेरि आज म चाहिँ बिहेमा जान्छु। बहिनी ज्वाइँको बिहे छ है पन्बुमा, र म चाहिँ इन्भाइट थियो बिहामा आउनु भनेर। त्यही भएर म चाहिँ बहिनीको घर जान्दैछु। र अहिले भन्दा नभन्दा म आधी बाटोमा आइपुगिसकेको छु हो। र अहिले भने चाहिँ म आधी बाटोमा पुगेर चाहिँ हल्का जस्ट बसिरहेको छु। र बहिनीको घर चाहिँ त्यहाँ पारिपट्टि हो है। हल्का गीत सुनिरहेको छ यहाँ बजेको। त्यही भएर म चाहिँ जस्ट अन्दाज गरेको बहिनीको घर चाहिँ त्यहीँ होला भनेर। म चाहिँ किनकि बहिनीको घरमा चाहिँ आजभन्दा कहिले गएको छुइनँ, जस्ट गीत बज्दैछ है। त्यही भएर चाहिँ मलाई अन्दाज गरेको त्यहीँ होला भन्ने चाहिँ है। र के कस्तो हुन्छ दिनभरिको भ्लग म तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु। र अहिले भने चाहिँ फाइनली हामी बहिनीको घरमा एन्ट्री गरिसकेको छौँ। हेर्न सक्नुहुन्छ नजारा यस्तो प्रकारको छ। गेटहरू हो बेलुनहरूले यसरी है मजाले डेकोरेट गरेको रहेछ। शुभ विवाह हेर्न सक्नुहुन्छ यहाँ माथि चाहिँ होइन। र के कस्तो हुन्छ दिनभरि ब्लग म तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु है त साथीहरू। र हामी चाहिँ पुग्दा नपुग्दा त्यहाँ चाहिँ अघि जन्तीपाटीहरू आइपुगिसकेको रहेछ हो। र त्यही भएर चाहिँ म चाहिँ हल्का जन्तीपाटीको हल्का भिडियो गरेको हुन्छ। म चाहिँ आज चाहिँ भ्लग गर्नु भनेर चाहिँ गएको होइन एज अ इन्भाइटर हो। बिहाको इन्भाइट थियो। त्यही भएर म चाहिँ जस्ट बिहेमा मात्रै गएको, तर पनि अब गइसकेपछि होइन बहिनी ज्वाइँको भिडियो गरिदिनु मन पऱ्यो क्या हल्का फुल्का। किनकि त्यो भिडियो गर्ने मान्छे थिएन, त्यही भएर मलाई हल्का फुल्का गर्नु मन पऱ्यो। त्यस्तो ऱ्यान्डमली त मैले गर्नु सकिनँ हो। त्यही भएर हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ जन्तीको नजाराहरू यस्तो प्रकारको छ। बसेर चिया खाँदै गफ गरिरहेको छ हो। त्यहाँ रातो लुगा लाउने बहिनीलाई मैले कता देखेको जस्तो पनि लाग्यो हो। र हेरौँ के कस्तो हुन्छ दिनभरि ब्लग। तपाईँहरूलाई आशा छ मन पराइदिनुहुन्छ होला भनेर। र अहिले भने चाहिँ बेहुला बेहुली मण्डपमा बसी पनि सकेको छ हो। हेर्न सक्नुहुन्छ हो। यो के स्विट्स अमृता। र हाम्रो अमृता बहिनी चाहिँ स्वयं पनि आफू भ्लगर हो। उहाँको भ्लगको नाम चाहिँ हो, च्यानलको नाम चाहिँ हो मार्च क्विन है। तपाईँहरूले सर्च गरेर हेर्न पनि सक्नुहुन्छ। हाम्रो बेहुली चाहिँ एकदमै खतरा भ्लगर छ होइन। हाम्रो फेरि ज्वाइँ साहब चाहिँ फेरि अब आर्मी हो है त, अब हाम्रो गोर्खा राइफलको अब एकदमै आर्मीहरू त कस्तो हुन्छ थाहै हुन्छ होइन। र बहिनी चाहिँ हाम्रो भ्लगर हो मार्च क्विन। तपाईँहरूले हेर्न सक्नुहुन्छ। बहिनीको नाम चाहिँ हो अमृता भुजेल र उसको च्यानलको नाम चाहिँ हो मार्च क्विन। र यहाँनिर के हुँदैछ भन्दाखेरि चाहिँ मामा मैजूहरू बाबाहरू आमाहरूलाई ढोक्ने कार्यक्रम हुँदैछ हो। यहाँ चाहिँ बाबाले ज्वाइँले ससुराले ज्वाइँलाई ढोक्दैछ। हेर्न सक्नुहुन्छ भुजेलहरूको आवाजहरूको रीतिरिवाज चाहिँ यस्तो प्रकारको हुँदो रहेछ हो। यहाँ चाहिँ अरू मामा मैजू केकोहरूलाई ढोक्ने काम चाहिँ पहिल्यै हुँदो रहेछ हो। र हुँदैछ चाहिँ मलाई चाहिँ अब त्यस्तो थाहा छैन, देखेको पनि थिइनँ अब आवाजहरूको बिहा मलाई त्यस्तो थाहा छैन हो। त्यही भएर मैले चाहिँ अब भिडियो चाहिँ जस्ट गर्दैछु। हेर्न सक्नुहुन्छ बहिनी ज्वाइँ चाहिँ हेर्न सक्नुहुन्छ। बहिनी चाहिँ अब एकदमै सानो एकदमै क्युटी। त्यही माथि अब आज बेहुली हुँदाखेरि होइन बेहुलीको लुगा लाउँदा चाहिँ झन् एकदमै गुडिया जस्तो देखिरहेको छ बहिनीलाई होइन। हाम्रो बहिनी ज्वाइँलाई चाहिँ म के भन्न चाहन्छु भने नयाँ वैवाहिक जीवनको एकदमै धेरै शुभकामना हाम्रो बहिनी ज्वाइँलाई है। सधैँ यसरी नै हाँसी खुसी बसेको देख्न पाऊँ भनेर चाहिँ मेरोबाट आशीर्वाद छ, ब्लेसिङ छ बहिनी ज्वाइँलाई है। यदि तपाईँहरूले मेरो यस भिडियोलाई हेर्नु हुँदैछ भने एकदमै दाजुबाट ब्लेसिङ छ हो। अहिले भन्नु हो भने चाहिँ ज्वाइँ साहबलाई यहाँनिर चाहिँ फेटा बाँधिने कार्यक्रम भइरहेको छ। अब यता चाहिँ बेहुलाको घरपट्टिबाट हुँदैछ हो। यहाँ हेर्न सक्नुहुन्छ वरिपरिको नजाराहरू चाहिँ यस्तो प्रकारको छ हो। मैले आज चाहिँ ऱ्यान्डमली भ्लग गर्न सकिरहेको छैन किनकि म भनिगएँ नि मैले भिडियो गर्न आएको होइन यहाँ हो। यहाँ हेर्नुहुन्छ भने चाहिँ यहाँ चाहिँ ज्वाइँ सालो साप हुनुहुन्छ। सालो सापले चाहिँ अब फेटा बाँध्नुको लागि रेडी गर्नुहुन्छ। र त्यस्तो प्रकारले टिका लगाउने कार्यक्रम पनि सुरु भइसकेको छ हो। मैले चाहिँ किनकि आज यहाँ चाहिँ टिका लगाएको भ्लगहरू मात्रै गरेको छु। भ्लग मतलब भिडियो गरिरहेको थिएँ, जस्ट टाइम पाएको बेलामा एडिट गरेर चाहिँ म अपलोड गर्छु भनेर हो। आज टाइम पाएको जस्तो मलाई महसुस भयो। त्यही भएर चाहिँ मैले भिडियो एडिट गरेर चाहिँ हाल्दैछु है। हजुरहरूले मन पराइदिनुहुन्छ होला भनेर आशा राखेको छु।
हेर्नु सक्नुहुन्छ टिका लगाउने कार्यक्रम एकदमै हुँदैछ। यहाँ चाहिँ आफ्नो मान्छेहरूले टिका लगाउनुको लागि चाहिँ यहाँ एकदमै लाइन छ होइन। आफ्नो मान्छेहरूले लगाइसके पश्चात चाहिँ हामी पनि टिका लगाइदिने भनेर चाहिँ हेर्नु सक्नुहुन्छ। सिक्किमको साथीहरू है उहाँहरू चाहिँ योना म्याम, छविलाल सर, एकजना सर चाहिँ पर हुनुहुन्छ, म्याम एकजना यहाँ हुनुहुन्छ, एकजना सर चाहिँ निन्द्रा लाग्यो भने चाहिँ पर बसिरहेको छ हो। हामी पनि यहाँ वेट गरिरहेको छ क्या खदा लगाएर चाहिँ अब हामी पनि फर्किनु पर्ने हुन्छ नि त। सिक्किमको साथीहरू पनि एकदमै टाढोबाट आएको छ, पानी पनि पर्नु आँटिरहेको छ। सिक्किमको साथीहरू चाहिँ घुम्दै जाने पन्बू डाँडा भएर भनेर चाहिँ बसिरहेको छ। अब हामी पनि किनकि फर्किनु छ, हामी पनि एकदमै टाढोबाट गएको हो किनकि हाम्रो पनि टाढै पर्छ बाटो चाहिँ। त्यही भएर हामी पनि यहाँ खदामाला लगाउनुको लागि चाहिँ एकदमै बसिरहेको छौँ। हाम्रो पालो अनुसार हामी दिइसकेर चाहिँ हामी यहाँबाट फर्किनु पर्ने हुनेछ हो। यहाँ चाहिँ अब पहिला चाहिँ आफ्नो मान्छेहरूले लगाउँदैछ नि त। अब आफ्नो मान्छेहरूले लगाउँदा लगाउँदा हामी बिचमा गएर लगाउनु मिलेन हो। त्यही भएर चाहिँ हामी वेट गरिरहेको छौँ। हेर्नु सक्नुहुन्छ भिडियो हेर्नु सक्नुहुन्छ। बहिनी ज्वाइँ चाहिँ एकदमै मजाले एकदम राम्रो राम्री भएर बसिरहेको छ चाहिँ किनकि बेहुला बेहुली हो नि त। एकदमै राम्रो राम्री हुनु पनि पर्छ होइन। एकदमै राम्रो देखिरहेको छ, जोडी चाहिँ एकदमै राम्रो सुहाएको छ होइन। हाम्रो ज्वाइँ साहबको फेरि हाँसो एकदमै दामी छ होइन। बहिनी त ज्वाइँ साहबको त्यही हाँसो देखेर नै फिदा भयो जस्तो लाग्यो मलाई त होइन। एकदमै राम्रो छ ज्वाइँ साहबको हाम्रो हाँसो है। त्यस्तो प्रकारले हेरौँ के कस्तो हुन्छ। र यहाँ चाहिँ टिका लगाउनु अगाडि चाहिँ होइन हातमा खै पानीले के लगाइदिँदो रहेछ, पैसा पनि एकचोटि अगाडि राख्दो रहेछ हो। त्यस्तो प्रकारको हुँदो रहेछ हो। त्यस्तो चाहिँ मैले देखेको थिइनँ, आज देखेको। त्यही भएर हेरौँ के कस्तो हुन्छ अगाडिको भ्लगहरू है। र अहिले चाहिँ भन्दा नभन्दा पर्खिँदा चाहिँ हाम्रो टर्न आयो। हाम्रो छविलाल सर गएर चाहिँ है खदासदा लगाएर एकदमै बेहुला ज्वाइँ साहबसँग हातसाथ मिलाउँदैछ। र हाम्रो बहिनी चाहिँ सिक्किम कम्पनीमा काम गर्ने भएको कारणले गर्दा कम्पनीको अल स्टाफलाई इन्भाइट थियो, तर आज चाहिँ खालि 4 जना मात्रै आएछ है। बाँकीको इन्भाइटरहरू चाहिँ बेहुलापट्टिको बिहामा आउने भनेर चाहिँ सुनियो खबरहरू है। र यस्तै प्रकारले हाम्रो छविलाल सरले खदासदा लगाएर गिफ्टहरू दिइसके पश्चात अब हाम्रो एकजना म्याम अर्को म्याम जानुहुँदैछ है। अर्को म्यामले पनि खदासदा लगाउनु आँटिरहेको छ। हेर्नु सक्नुहुन्छ तपाईँहरू। म्यामले खदासदा लगाइसकेको छ। खदासदा लगाइसकेपछि अब म्यामले पनि गिफ्ट दिनुहुन्छ हो। हेर्नुहोस् यस्तै छ भ्लग होइन। र म्यामले चाहिँ कानमा पनि के भन्नुहुँदैछ अमृतालाई होइन, एकदमै शुभकामना छ भन्ने होला सायद होइन। अब हामीले सुनेनौँ। अब यस्तो प्रकारले भन्दा नभन्दा अब म्यामको पालो सक्यो होइन। अब अहिले भन्छ हाम्रो यवना म्याम आयो। यवना म्याम अब भिडियो गरिदिनु त मेरो पनि भन्छ यवना म्यामले चाहिँ हो। अन्त मैले चाहिँ अब भिडियो गर्दैछु। भिडियो गर्दा गर्दै पछाडि चाहिँ फेरि हाम्रो मिलन सरको अघि है अब एकदमै खतरनाक अघि उहाँले पनि भ्लग गर्दै रहेछ हो। र अब अहिले भने चाहिँ कसको पाला आयो, मिस दिव्याको पाला आएछ। उहाँको चाहिँ को इन्सिडेन्स हो कि के हो कुनै लुगा पनि रातै रहेछ, खदा पनि रातै ल्याउनु भएको रहेछ हो। ओ माई गड, लु गिफ्ट पनि रातै कलरको रहेछ। लु एकदमै राम्रो हो, एकदमै मजाले म्याच गरेको रहेछ। उहाँ पनि हाँस्दै भयो भनेर सोध्दैछ। मैले भयो भनिसकेपछि उहाँ पनि निस्किसक्यो। अब निस्किसके पश्चात चाहिँ अब यहाँनिर चाहिँ डान्स कार्यक्रम सुरु भयो है त हो। अब यो खदामाला लगाउने गिफ्टहरू दिने काम त एकदमै भइरहेको छ। अब हामी चाहिँ किनकि फर्किनु पर्ने हुन्छ नि त, एकदमै टाढोबाट आएको होइन। किनकि सिक्किमको साथीहरू पनि छ, उहाँहरूलाई पनि बिदा गर्नुपर्ने छ। उहाँहरूलाई बिदा गरेर चाहिँ हामी पनि घर फर्किने हो। अब भन्छ हामी लगभग बिहा घरबाट निस्किसकेका छौँ। बाई बाई भाइ भाइ गयो है। हामी बिहा सकेर पनि बिहा खाएर पनि गएको है। ल तिमीहरूको कहिले खानुपर्ने भन्दा भइहाल्छ। ल त साथीहरू अब चाहिँ हामीले सिक्किमको साथीहरूलाई पनि बिदाई गरिसक्यौँ। किनकि बहिनीको घर चाहिँ लामादेखिको जस्ट अलिकति मुनि मात्रै भएको कारणले गर्दाखेरि चाहिँ हामी जस्ट यहाँमाथि एकैछिन आएको थियो घुम्नु। अब चाहिँ हामी पनि बिस्तारै निस्किनु पर्ने हुन्छ। र निस्किँदाखेरिको नजरहरू चाहिँ यस्तो प्रकारको छ हेर्नु सक्नुहुन्छ। अब भने चाहिँ हामी पनि निस्केको किनकि पानी पनि आउन आँटिसकेको छ, दिन एकदमै बिग्रिसकेको छ हो। सक्नुहुन्छ अहिले भने चाहिँ हामी पनि बाटो लागिसकेका छौँ। र अब बाटो लागिसकेपछि चाहिँ अब घर पुग्दाखेरि चाहिँ एकदमै झमक्कै रात पर्छ होला भन्ने अनुमान मेरो है। र अहिले भने चाहिँ म नेसनल हाइवेमा आइपुगिसकेको छु। एकदमै जाडो एकदमै चिसो छ होइन। जाडो चाहिँ म एकदमै थर कान्दै आइरहेको छु होइन। आजको मेरो छोटो मिनी भ्लग चाहिँ यतिमै अन्त्य गर्न चाहन्छु। आशा छ हजुरले मेरो यस छोटो मिनी भ्लगलाई मन पराइदिनु हुन्छ होला भनेर भन्दै आजको मेरो यस मिनी भ्लगबाट बिदा लिन चाहन्छु। ओके बाई बाई, सी यू नेक्स्ट भ्लग है त साथी हो।